Hi, Cuckoo. Ready for an adventure? Yeah, Kiki, let's go. Yay, follow me. नेपालका हरिया पहाडहरू बीच एक सानो सुन्दर र अत्यन्त शान्त गाउँ बसेको थियो जहाँ चारैतिर प्रकृतिको सुन्दरता फैलिएको थियो। त्यही गाउँमा किरण नामको एउटा प्यारो, निष्कपट र धेरै जिज्ञासु सानो केटा आफ्नो परिवारसँग खुसी-खुसी बस्दै थियो। किरणलाई हरेक दिन पुतलीहरूको पछि दौडिनु, खुला मैदानमा खेल्नु र चिसो हावाको आनन्द लिनु धेरै मन पर्थ्यो। उसकी हजुरआमा सधैँ माया गरेर मुस्कुराउँदै भन्थिन्, किरण, यी अग्ला अग्ला पहाडहरूले हाम्रो हरेक सानो ठुलो कुरा ध्यान दिएर सुन्छन्। एक वर्ष गर्मी यति धेरै बढ्यो कि गाउँको प्यारो र चिसो पानी दिने झरना बिस्तारै सुक्न थाल्यो र पानी कम हुँदै गयो। गाउँलेहरू धेरै चिन्तित भए र सबैजना सुक्दै गरेको झरनाको छेउमा उभिएर अब के गर्ने भनेर आपसमा कुरा गर्न थाले। किरणले चिन्तित स्वरमा हजुरआमालाई सोध्यो। तब हजुरआमाले मुस्कुराउँदै भनिन्, जाऊ नाति, पहालहरूसँग आफै यसको उत्तर खोजेर आऊ। अर्को बिहान किरणले साहस जुटायो र एक्लै घना र शान्त जङ्गलतर्फ बिस्तारै पाइला चाल्दै हिँड्न थाल्यो। ऊ झरनाको छेउमा पुग्यो र त्यहाँ निकै कम पानी देखेर अचम्म मान्यो। उसको मन अलि उदास पनि भयो। किरणले वरिपरि हेर्दै बिस्तारै भन्यो, यदि कसैले मलाई सुन्दै हुनुहुन्छ भने कृपया मलाई सत्य बताउनुहोस् कि पानी किन हराउँदैछ। त्यसै बेला अचानक एक रहस्यमयी बुढी महिला उसको अगाडि देखा परिन् र उनले मुस्कुराउँदै मायालु स्वरमा किरणसँग कुरा गर्न थालिन्। किरणले सोच्दै भन्यो कि मानिसहरूले रुख काटिरहेका छन्, फोहोर फैलाइरहेका छन् र यसैले प्रकृतिलाई नोक्सान भइरहेको छ। यो बुझ्ने बित्तिकै ऊ तुरुन्त गाउँ फर्कियो र सबैलाई आफ्ना कुरा बुझाउँदै हामीले आफ्ना गल्तीहरू सुधार्नुपर्छ भनेर भन्न थाल्यो। गाउँलेहरूले उसको कुरा माने र सबैले मिलेर झरनाको सफाई गरे, नयाँ रुखहरू रोपे र फेरि माया र एकतासँग बस्न थाले। र त्यसपछि सबैले बुझे कि जब हामी प्रकृतिको सम्मान गर्छौं र मिलेर बस्छौं तब जीवन साच्चीकै खुशी र सुन्दर बन्छ। Cuckoo and Kiki are ready for an adventure. Like Cuckoo's Wanderings. Follow Cuckoo and Kiki Share the fun. and subscribe for more.